आज डेको आजको यात्रा सल्यानटार हुन्छ। भाइ भन न पछाडि नलुक लज्जा दुखाइ। यता हेर त सानो मान्छे, यता यता हेर न, यता हेर न, हाई गर्दै न फाइनली गाडी फस्यो हाम्रो। सौरभ सर के छ अलि चल्ली सल्यान टार ऊ त्यो पारिपट्टि गयो नि सल्यान टार नेपालको दोस्रो ठुलो टार है यो। फस्यो फस्यो छोचु मेयो मिमी मिमी Hello, Sushant sir. Good morning. Yes, I'm Sushant. He is Sumit. Hey, sorry. Okay, let's go. Hello, namaste.
नमस्ते नमस्ते सबैजनालाई नमस्ते 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 मिमी Hey Meg Namaste. 미미 Hello. 어때요? 좋아요. 좋아요? नमस्ते 창피해요 그냥 नमस्ते सौरभ Namaste. नमस्ते Namaste. नमस्ते दिव्या नमस्ते सोनु म्याम चाहिँ आउनु नमस्कार 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 सबैजनालाई नमस्कार नमस्ते भरे गरी युट्युबमा गएर भिडियो हेर्ने ल नमस्ते नमस्ते अम नमस्कार नमस्कार को भयो हात के भयो भयो ला नमस्ते 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 म्याम नमस्ते नमस्ते 여러분, 안만 얘기하세요. 손 흔들어서 धादिङको सल्यान टार भन्ने ठाउँ हो यो यहाँबाट भिडियो बनाउँदैछौँ श्री कुमारी देवी माध्यमिक विद्यालय धादिङ तारिखेत के भन्छ यो ठाउँलाई गाइज
धादिङमा आएर गुन्द्रुकको अचार र भात खायो गाइस कस्तो लाग्यो अचार भात मासु कस्तो लाग्यो बबाल लाग्यो बसाइ पारिपट्टिको सिन बप्पालाई जुन ठाउँमा जाँदाखेरि जस्तो पनि रमाइदिनु पर्छ कुरा हो नि त यो कुराहरू अब एउटा चाहिँ मेमोरी हो नि त यसरी भए हामी हो त्यो पनि हो मेमोरी ठिक छ मेमोरी आमा पनि जुन सुविधामा रमाउन सकेको हो एकदम असक्त र मैला टोइलेटमा छिरो गरे छिरो सौरभ सर पनि छिर्नु होला लेडी लेडिज टोइलेटमा छिरे आज हामी आएको ठाउँ यो हो अब हामी यहाँबाट फर्किन लागेको घर फर्किँदाको बिजोक